हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज म तपाईँलाई देखाउन गइरहेको छु मेरो बर्थ प्लेसमा रहेको आमा समूहको पिकनिक। वाउ, सुन्दा पनि मलाई यति धेरै एक्साइटेड छु होइन। म लक्किली आज समावेश हुने मौका पाएँ। एकदमै धेरै खुसी छु किनभने मैले मेरो लाइफको फर्स्ट मोमेन्ट हो र यसरी चाहिँ भनौँ न पिकनिक मनाएको पनि मेरो लाइफको सबै चिज फर्स्ट थियो कि आजको चाहिँ। धेरै चिजहरू जुन भनेको बच्चामा म यति धेरै क्रेजी होइन, साथीहरूसँग 10 रुपियाँ 20 रुपियाँ 5 रुपियाँ उठाएर पनि पिकनिक जाने इन्ट्रेस्ट भएको मान्छे हो नि त। तर अहिले त म आमा समूह भनेको त एकदमै धेरै अभिभावक गाउँको होइन, सबै फ्यामिलीहरूसँगै बसेर अनि आफैले भनौँ न जानी नजानी ट्राई गरेर बनाएर उहाँहरूलाई हेल्प गरेर सबैजनासँग होइन रमाउँदै डान्स गर्दै यो सबै कुराले गर्दाखेरि चाहिँ आज मेरो लाइफको चाहिँ सबैभन्दा बेस्ट मोमेन्ट रहेको छ। यसैले मेमोरीको लागि मैले यो सानो क्लिकहरू भनौँ न कलेक्ट गरेको। सो हजुरहरूले पनि हेरेर साथ दिनुहुनेछ। सो त्यहाँनिर भनेको धेरैजना व्यक्तिहरू हुनुहुन्छ गाउँको सबैजना क्या, जो मेलापात हुँदाखेरि सँगै हुने होइन। धेरै वर्ष अगाडिको चिजहरू रिकल भयो। कति मेरो साथीहरू छुटे बचपनको, तर पनि त्यहाँको मोमेन्ट, त्यहाँको मेमोरी, त्यो प्लेसको धेरै कुराहरू चाहिँ मेरो लाइफमा चाहिँ रिकल भयो क्या आज। सो म एकदमै धेरै ह्याप्पी छु आज। सो हेरेर साथ दिनु होला। थ्याङ्क यू सो मच सबैजनालाई।